हेलो एभ्रीबडी आज म ओसाका एक्सपोमा गएको थिएँ। ओसाका एक्सपो भनेको यो अथवा ओसाका एक्सपो अथवा बाम्पाकु भन्छ। यो भनेको एक्जिबिसन हो 170 वटा देशहरूको पार्टिसिपेसन भएको रहेछ होइन। यसमा नेपाल पनि रहेछ, तर यहाँ नेपालको फ्ल्याग चाहिँ छैन है। नेपालको के काम त्यहाँ सम्पन्न गरेर छैन रहेछ, त्यही भएर फ्ल्याग चाहिँ मैले देखेन। 170सम्मवटा देशहरूको यो होइन पार्टिसिपेसन भएर अनि यसको यो अब यसको आफ्नो देशको होइन टेक्नोलोजीहरू, कला संस्कृति, आफ्नो देशको फेमस इमेज चिजहरू देखाउने सो गर्ने ठाउँ रहेछ क्या। यो हरेक 4 वर्षमा एकचोटि हुने रहेछ। अहिले चाहिँ यहाँ हुँदैछ भने अब 4 वर्षपछि चाहिँ सेरेबियामा हुने रहेछ। 4 वर्ष पहिला कता दुबई हो कि कहाँ रहेछ। यहाँ चाहिँ पुलिस त्यहाँ चेकिङ गर्दै थियो होइन भित्र जाने र यस्तो एकदमै पुरै खतरा रहेछ क्या। यो काठले बनिएको छ यार। पहिलाबाटै सुनेको थिएँ ओसाका एक्सपो भनेको के हो यताउति भनेर, तर म थाहा थिएन यो अब प्रदर्शन भने यस्तो खतरा बनाएर रहेछ नि। यो काठ 2 किलोमिटर हो कति छ अरे। यहाँ जापानी नानीहरूले राम्रो लागेर फोटो खिचेको सानो बनाएको। त्यसपछि म यहाँ बनाएँ, त्यसपछि गएँ बाई बाई गरेँ। त्यसपछि म फ्रान्सको पेभलिनमा गएँ है। फ्रान्सको पेभलिन एकदमै जोस राम्रो रहेछ। जापानीले फ्रान्सको ताकै छ भन्दै थियो। त्यसपछि अमेरिकाको राम्रो रहेछ। त्यहाँ गएँ म फ्रान्सकोमा। फ्रान्सको मान्छेहरू गइन्थ्यो। त्यसपछि यो फ्रान्सभित्र गएको है म। एकदम राम्रो रहेछ यो चाहिँ। फ्रान्सको पनि ठिकै रहेछ। मलाई अमेरिकाको खतरा छ जस्तो लाग्यो। उनीहरू टेक्नोलोजी खतरा देखायो जस्तो लाग्यो। मान्छेहरू एकदम भिड थियो अमेरिकाकोमा। म चाहिँ फर्स्टमा त्यहाँ फ्रान्सको भनेर त्यो जापानीले काम गर्ने साथीले भनेको थियो त्यो भएर यहाँ फ्रान्सको गएको। यस्तो है हेर्नु काठ तर माथि त्यो माथि हेर्नु न डाँडा जस्तो हरियाली रोपेछ क्या। त्यो माथिबाट जाँदाखेरि पुरै देखिन्छ जग्गा। अनि त्यसपछि म यहाँबाट त्यहाँ पुरै देखाएँ। त्यसपछि भित्र फ्रान्सकोमै भित्र यस्तो थियो मिरर, यो कुकुर जस्तो त्यो बाँस हो जस्तो लाग्यो। त्यसपछि यहाँभित्र एकदमै खतरा डर लाग्ने जस्तो साउन्ड पनि आइरहेको कस्तो खतरा थियो जोस। त्यसपछि यहाँ हात थियो है। यो हात चाहिँ कुन जापानिज फ्रान्सको मान्छेको द युनिफेस द क्याथेड्रल अगस्ते रोडिन भन्ने मान्छेको रहेछ। ब्रोन्जी 1908 जन्मेको कि जन्मिने थियो रहेछ। त्यसपछि यहाँ यो बगास जस्तो थियो, बगास जोडे जस्तो थियो, घुमिरहेको पनि थियो है। यो के रहेछ कुन्नी त अचम्मै लाग्यो। हेरिए डरो है। मान्छेहरूले पनि हेरिरहेको थियो एकदमै। मैले नि हेरेँ यहाँ डरो हेरेँ के हो यो बुझ्नु सकेन यो चाहिँ मैले के रहेछ कुन्नी खै। त्यसपछि म यहाँबाट गएँ अनि त्यो यो हेरियो धेरै हेरियो। यो पछि के झिलिमिली थियो के हो खै बुझ्न चाहिँ बुझेन है मैले के देखेँ। अब कुन्नी प्रकाश जस्तो जोडेको थियो, पृथ्वी जस्तो फेरि गोलो घुमिरहेको थियो। त्यहाँबाट म चाहिँ धेरै हेरेँ मैले यो। त्यसपछि अनि त्यहाँबाट हेरेर म भित्र गएँ। त्यसपछि यो हेरेर भित्रतिर गएँ। फ्रान्सको पेभलिन त छाडा रहेछ यार। म त
बेकार आए जस्तो लाग्यो फ्रान्सको बिल्डिङहरुमा काठको माथि नि यस्तो के रुखहरू यो पुरै डाँडा जस्तो बनाएको छ यार हेर्नु काठले बनेको के हेर्नु माथि आइसक्यो नि म त यो ओसाका एक्सपो यो है साथीहरु त्यहाँको फेरि त्यहाँ डाँडा देखिन्छ यार त्यहाँ जान्छु होला त्यहाँ माथि देखिन्छ होला के रहेछ अचम्म लागिरहेछ मलाई त धेरै 2 किलोमिटर कति छ भन्दै थिए उ हेर त मान्छेहरु ए उ कहाँबाट मान्छे घुमिरहेछन् है पुरै त्यहाँ मान्छेहरु पनि घुमिरहेछन् के त्यहाँबाट यो पुरै गोलो हो के यो यसको अहिले भ्यू देखाउँछु म गोलो डेन्जर रहेछ है यो ओसाका एक्सपो त मलेसियाको देखाएको छ है मलेसियाको यस्तो छ मलेसियाको मलेसिया र त्यहाँ पाकिस्तानको पनि छ पाकिस्तान त व्हेलवाला हो जस्तो लाग्यो त अमेरिकाको पो हो त के हो यो पेब्ली ओसाका एक्सपो त यो डेन्जर रहेछ त्यहाँ यो साथीहरु मान्छेहरु कति धेरै छ कति भइसक्यो कि जानुपर्छ घाँटी भइसक्यो कि फेरि पेभिलियनहरु छ प्रत्येक देश 170 भन्दा बढी देशहरुको छ रे यहाँ हात्ती प्लेन उडेको पनि देखाम न गाइजहरुलाई छैन त आइफोन 15 को जुम हो नि त ती टाढा छ यो प्लेन त नाङमा आफै देख्नै छैन यो गोलो छ नि यो पुरै हो क्या यो काठले माथि टप डाँडा बनाएको छ यिनीहरूले के कसरी बनायो मलाई केही थाहा छैन जापान भने जापानै हो यार यो केटीहरूले मलाई बोलायो क्या हो मलाई बोलायो होइन है एक्सपो भनेको यो है ओसाका एक्सपो यस्तो छ कन्डिसन ओसाका एक्सपोको बाङतापु गाम्पाकु हो कि के भन्ने सुनेको थिएँ मैले त्यसपछि हाम्रो कम्पनीले ल्याएर पठाएको थियो कि हामीहरूलाई स्यालेरी आउँछ ल जानुपर्छ त्यहाँ भनेर बाङतापुमा अनि आएको यस्तो रहेछ यार माइको ढ्यावाड छिरेको थियो म ढ्यावाड छिरेको त्यसपछि त्यो बेन्थिन चौको त्यस्तो लगाउनु यस्तो छ है ल आइफोन 15 को जुमिङ यस्तो छ त्यसपछि आमामामा यहाँ यस्तो आयो माथि कति हाइट छ होइन यो कति हाइटमाथि यो काठले बनाएको क्या यति माथि यहाँ हरियाली बनाएको छ र उता हेर अब यहाँ छन् पेभिलियनहरु प्रत्येक देशको 170 भन्दा बढी देशहरुको पेभिलियनहरु छ हैन यो गोलो छ के यो हेर न त्यहाँ मान्छेहरु कहाँ छन् पारी त्यहाँ त म जानै सक्दिन आज राति घुम्न लागिसक्यो अब मान्छेहरु त्यहाँ घुमिरहेछन् है घुमिरहेछन् मान्छेहरु हेर न कति टाढा हो यो कति टाढा छ कति टाढा छ के हेर्नुस् त र अब पेभिलियनहरु यो हेरौँ म फ्रान्सको पेभिलियनमा गइसकेँ हैन अमेरिकाको पनि जानुपर्ने रहेछ हेर त अमेरिका र फ्रान्समा कति धेरै मान्छेहरु छ अझै अमेरिकाकोमा हेरौँ न अहिले नि यत्रो धेरै मान्छेहरु छ यार यस्तो छ है कन्डिसन यहाँ अमेरिकाकोमा फ्रान्सकोमा यता अब नेपालको पनि जान्छु होला नेपालको म त बनाएकै छैन भन्दै थियो अस्ति जान्नेले भन्दै थियो
सम्पन्न गरेको छैन त जान्छस् भन्दै थियो म के भन्छ भनेको त कोरियाको उता रहेछ फेरि आफ्नो आफ्नो देशको प्रदर्शनहरू क्या यहाँ आफ्नो आफ्नो देशको कला संस्कृति होइन टेक्नोलोजीहरू हुन्छ नि त यो हरेक 4 वर्षमा एकचोटि हुन्छ अरे अब यहाँ चाहिँ जापानमा चाहिँ 50 वर्ष पहिला भएको थियो अरे के 50 वर्ष पहिला नि यहीँ भएको थियो अरे त्यसपछि अहिले हुँदैछ अब भइरहेको छ यो चाहिँ अहिले भनेको 2025 को 13 तारिकबाट 2025 को 10 को महिना के भन्छ जुगाको नोभेम्बर डिसेम्बर अक्टोबरसम्म हुँदैछ अरे यो भन्ने सुनेको है त्यसपछि माथि स्पेनको है यो किङडम अफ साउदी अरेबिया भन्ने छ साउदी अरेबियाको रहेछ आसितोरारिया लेखेको छ है यहाँ अस्ट्रेलियाको क्विभलेन्ड रहेछ दाम चाहिँ हान्दैछ तल मान्छेहरू अस्ट्रेलिया सपनाको देश अस्ट्रेलिया आसितोरारिया कहाँको फेरि मलाई थाहै भएन त यार यहाँ लेख्यो होला इन्डोनेसिया रहेछ यो इन्डोनेसिया लेखेको छ त चाइना के अरे इन्डियाको जस्तो छ त माथि हेर्दा त इन्डिया नै हो यो इन्डियाको यहाँ रहेछ मलाई त निस्किनै मन लागिसक्यो क्या यत्रो यो अग्लो जाँदा झ्याउ लागिसक्यो तिनले छाएको जस्तो नेपालको हो क्या हो ठुलो छ त नेपालको त स्पेनको है यो किङडम अफ साउदी अरेबिया भन्ने छ साउदी अरेबियाको रहेछ आसितोरारिया लेखेको छ है यहाँ अस्ट्रेलियाको क्विभलेन्ड रहेछ दाम चाहिँ हान्दैछ तल मान्छेहरू अस्ट्रेलिया सपनाको देश अस्ट्रेलिया आसितोरारिया कहाँको फेरि मलाई थाहै भएन त यार यहाँ लेख्यो होला इन्डोनेसिया रहेछ यो इन्डोनेसिया लेखेको छ त चाइना के अरे इन्डियाको जस्तो छ त माथि हेर्दा त इन्डिया नै हो यो इन्डियाको यहाँ रहेछ मलाई त निस्किनै मन लागिसक्यो क्या यत्रो यो अग्लो जाँदा झ्याउ लागिसक्यो यो थाइल्यान्डको पेभिलियन हो यो थाइल्यान्ड लाग्यो रमाइलो गरिरहेको छु डान्स चाहिँ बवाल लाग्यो
पो आउनु थाल्यो त यारネパールのですか？これがネパールですね。ゲートやってないね。やってないです。こちら止まりますか？やっと止まりますんでしょうよ。जानु पाउँदैन अब नेपालको यो बल बनाएर चाहिँ बनाउनु त नेपालको तर अहिलेसम्म स्टार्ट भएको छैन अरे नेपालको है यहाँ जान पाइँदैन देख्नुभयो यहाँ यस्तो छ नेपालको मानिसहरूको हालत यस्तो छ हैन नेपालीहरूको यति खतरा बनाएको छ गेटहरू पनि तर यहाँ भित्र संरचना नबनाएको कारणले हेर्नु नेपालकोमा मात्र यस्तो छ है यो जान नमिल्ने भनिरहेछ नेपालको गेटहरू यस्तो रहेछ है झालहरू पनि यस्तो बनाएर रहेछ तर के गर्नु नेपालीहरू जहाँ गए नि यस्तै हो यार अचम्म लाग्यो मलाई सब देशको देख्नुभयो है नेपालकै हालत यस्तो छ यार नेपालको पुरै बन्द छ होला जान मिल्दैन भित्र यस्तो थियो नेपाल भन्दैछु म नेपाल पेभिलियन उता लेखेको छ यस्तो छ कन्डिसन है नेपालीहरूको न त केही छ न केही छ ल नेपालीहरूको यस्तै हो जहाँ गए नि नेपालको पेभिलियनको कन्डिसन यस्तो छ हैन Thank you so much for watching my video guys.